हेलो एन्ड नमस्ते साथीहरू। ल आज चाहिँ हामी टक्क लाएर उता हाम्रो घर जाँदैछौँ है। तीनजना दाजुभाइहरू टक्क लाएर पछाडि भाइ चाहिँ उता पछाडि आउँदैछ। हाम्रो गान्टु साहब टक्क लाएर हामी हिँड्दैछौँ। त्यहाँदेखि अहिले चाहिँ टक्क लाएर 5 बजेछ होइन। हामी चाहिँ दिउँसै जाने भनेको, अनि त्यहाँदेखि यो घाम चर्को भएर यस्तो घामै के जाने भनेर चाहिँ अहिले बेलुका बसी जाने भनेर बसेको। हाम्रो दाइले चाहिँ हेरियो बेलौतीको यो मुन्टा छ नि, लास्ट मनपर्छ होइन। जहाँ देख्ने बित्तिकै टिपेर खाइदिइहाल्छ। बाख्राले पुरै के खान्थ्यो होला र यस्तो होइन। उसले चाहिँ धरो खाइदिन्छ कि यस्तो, जहाँ देखे पनि होइन ट्याप्प टिप्यो गप्प खाइदियो कि। केटोको अगाडि लङ्ग्रा हिँड्दा भाइ यता पछाडि छ है टक्क। ल हामी चाहिँ अब जाँदैछौँ। खासै राम्रो त भएन तर ठिकै छ। हेलो हेलो वाट्सअप आजको भिडियोको सुरुवात चाहिँ दाइले गरेको थियो होइन। दाइले कस्तो गरे मलाई थाहा छैन, त्यही भएर मैले पनि यस्तो हानिदिएको होइन। आज चाहिँ हामी दाइको घर जाँदैछौँ, आशिष दाइको घर दमैल जाँदैछौँ। हामी 3 दाजुभाइ भएर टक्क लाएर त्यही हो, हेर्नु है त कस्तो हुँदो रहेछ बाटोतिर। ल हामी चाहिँ टक्क लाएर अब हिँडिसकेको छौँ होइन। टक्क पारामा हिँडिसकेको छौँ। यता त अगाडि दाइ छ, पछाडि दाइ छ, कतै बिचमा छु। ओ हेर मार्छले के गर्छ होइन हो। अब हामी चाहिँ टक्क दाइको घर, आशिष दाइको घरमा जाँदैछौँ आज चाहिँ होइन। आज हाम्रो आशिष दाइको घरको बसाइ हुन्छ, त्यही हो। अरू त के छ र भन्नु है। अब हामी चाहिँ आज गएर आशिष दाइको घर गएर बस्छौँ। भोलि चाहिँ हामी पोखराको यात्रा हुन्छ हाम्रो चाहिँ होइन। त्यही हो, के कस्तो हुन्छ देखाउँछौँ नि तपाईँहरूलाई होइन। तपाईँहरूको हेरेर बस्नुहोस् होइन। तपाईँ हेर्नु न मात्र, तपाईँहरू हामी के देखाउँछौँ होइन। हेरिदिनु नै हुन्न र पो त पिर पर्छ र। यसो हेरिदिनु पऱ्यो होइन। टक्क लाएर के हुन्छ हाम्रो भ्लगमा त तपाईँहरूले जे खोज्यो त्यही हुन्छ होइन। टक्क लाएर त्यही नै हो। ल राम्रोसँग हेरिदिनु होला होइन, माया गरिदिनु। हामी चाहिँ जाँदैछौँ चट्टा पारामा सरर। मोबाइल छ कि छैन? मासले भेट्लास् फेरि अहिले। त्यहाँ बेलुका के अरे ममको मोबाइलबाट मेरो च्यानल सब्सक्राइब गर है। गान्टु ब्लग्स, GANTU ब्लग्स सर्च गरेर हामी त्यहाँ मासले फेरि भेट्लास्। ल त्यही न हाम्रो के भयो ल बढी बना। ल यो चाहिँ स्कुलबाट आएछ भर्खर। गान्टु हो स्पेलिङ भन् त? GANTU ब्लग छ, गएर सर्च है। सब्सक्राइब गर्ने फेरि ल। तर सिधा बढी बना हाल्न त लस माथिबाट ल्याउनु। यहाँ चाहिँ लास्टै धुलो। आमा धुलो। यो चाहिँ आशिष दाइको घर होइन। अनि यहाँ चाहिँ धुलो भएर बसिसक्नु नभएर अनि दमली तालघारेमा रेन्टमा बस्छन् दाइ चाहिँ अहिले चाहिँ। अनि त्यही हो, देख्न सक्नुहुन्छ आशिष दाइको घर। यहाँ लसिन छ, यो लसिन चाहिँ हामीले हेर जानुपर्ने हुन्छ। यस्तो धुलो भएर चाहिँ होइन, यस्तो धुलो भएर चाहिँ दाइ चाहिँ अनि फिर्ता गयो। हेर्नु देख्न सक्नुहुन्छ भुइँमा कस्तो धुलो छ, भित्र यस्तो धुलोसित छ। आम्मामा हट कहिले आउँछ अरे यो बुस गऱ्यो। त्यहाँ दाइ चाहिँ त्यहाँ बसिरह, त्यही हो हात हल्ला अझै। ल त्यही नै हो।
ल हामी चाहिँ जाँदैछौँ अब टक्क बाह्रमा चट्टा बाह्रमा डान्टो यस्तो लसुन टिभी लावारिस भयो यार बिचरा टिभी त्यहाँ एक्लै बसिरह बाबा कति धुलो मर्ने भयो धुलोले त आम्मामा हट बाटै देखेँ होइन कि धुलोले त आम्मामा हट अस्ति नै छ यार धुलो त छ्या 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 पहिलेसम्म यस्तो धुलो खाने आमा हट हामी चाहिँ अहिले गाडीमा चढिसक्यौँ होइन गाडी आयो गाडीमा चढियो लास्टै धुलो छ बाहिर चाहिँ अनि दाइरामा चाहिँ यता गाडीमा छौँ यता दाइ छ म यता छु अनि उता दाइ चाहिँ उता बाइकमा छ होइन उता पछाडि छ दाइ चाहिँ त्यही हो दाइ चाहिँ एक्लै बाइकमा जाँदैछ हामी चाहिँ उता गाडीमा चढेर आयौँ चाहिँ हामी जाममा पऱ्यौँ होइन जाममा परिसकेछौँ अहिले चाहिँ हामी होइन टक्क लगाएर जाममा छौँ अगाडि टन्ने गाडीहरू छन् अगाडि सर्लाको गाडीहरू छन् होइन त्यही भएर यसो मिलाएर जाने केही अब यस्तो गाडी जाम गाडीको चाहिँ लास्टै नै जाम छ होइन चाहिँ लास्टै जाम परेर माथि उता बाटो खनिर होला होइन त्यही भएर चाहिँ हामी यहाँ जाममा पऱ्यौँ कति बेर पर्ने यहाँ जाम दाइ चाहिँ अगाडि गइसक्यो दाइ चाहिँ अगाडि जाममा होला अब कुर्दा कुर्दा हैरान हुनुभयो त्यो चाहिँ त्यही हो यो त कट्यो होला हट रे जाम चाहिँ लास्टै नै छ होइन लास्टै नै जाम भइरहेको छ टन्नै छन् है कति हो कति गाडी त यस्तो छ हेलो जाममा बस्दा कस्तो अनुभव भइरहेको त नि ए मजा आइरह भन्नु पर्यो अब के भन्ने त कति दुःख छ पीडा छ गाह्रो भयो भन्ने मजा आइरह त्यही नै हो दाइ पनि अगाडि छ जस्तो लागिरहेको मलाई त्यो पनि त्यही अगाडि छ जस्तो लागिरहेको ल जाम फुल्यो क्या हो लास्टै नै अब मान्छे त कति धेरै छ आम्मामा पछाडि पनि त्यस्तै छ गाडीहरू यति छ गाडीहरू पछाडि अगाडि पनि त्यस्तै छ भित्र बसे गर्मी बाहिर बसे धुलो त्यस्तै छ रोडको हालत के गर्नु छिटो बनाइदेऊ न हो रोडहरू छिटो बनाइदेऊ अरू गाडी चाहिँ चलिसकेको छ अरू गाडी चाहिँ यत्तिकै त्यही लाइनमै छ ड्राइभर दाइले चाहिँ लत्त अगाडि हाल्नुभयो होइन हामी चाहिँ अगाडि जाँदैछौँ सरर पारामा देख्न सक्नुहुन्छ यता डाँडा पहाडी हो हामी यता छौँ गाडीको भिड यता छ गाडीको लाइन छ यता यहीँ रहेछ देखिस् त्यही हो हामी चाहिँ अहिले जामको अगाडि नै आइसकेको छौँ होइन जामको अगाडि नै आइयो यत्रो जाम छ आमामा कति हो दाइ चाहिँ यहाँ अगाडि आएर बसिसकेको रहेछ हेलो के छ कहाँ बाटो खाने त कतिको मजा भयो त एकदम मजा आउँछ त्यही नै दाइ चाहिँ यहाँ जाममा परेर रहेछ गाडीमा गाडी चाहिँ पछाडि डाँडा के भयो खुले होइन के हुँदैछ जाम होइन खने के अरे माटो सोर्ने खै देखेकै होइन केही देखेँ होइन केही देख्यो भने त्यतिकै रोकिरहेको हुन्थ्यो अँ अलि अगाडि सानो जाने केही देखेँ होइन होइन त्यहाँ चाहिँ यस्तै गर्नु भयो यार के गर्ने होला तेरो लुगा खोलिदिनु पर्छ क्या यस्तै गर्नु भयो म त खोलिदिन्छु
भन्ने गर्नेले हेर्दा मर्न लाग्छ लास्टै गर्मीले पाकिसक्यो होइन ओ माई गड लास्टै छ यार गर्मी त ल ल ल ल जाम फुल्ला लायो अब चाहिँ कुदाम 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 फोन गरी खाएको कि घरदेखि मैले फोन गरेँ आधी घन्टा पछि बल्ल बल्ल जाम खुल्यो आधी घन्टा कि 1 घन्टै लाग्यो जाम फुल्नलाई खुली चाहिँ सकेको छैन खुल्ने सङ्केत देख होइन अब गाडीमा चढियो अब कति बेला खुल्छ हेरौँ अब हामी चाहिँ अब गाडीबाट झरेर अब हामी चाहिँ अब यसको घरतिर दाइको घरतिर जान्छौँ टक्क लाएर दाइको रेन्टमा के घर भन्नु होइन रुमतिर जान्छौँ हामी चाहिँ टक्क दाइ चाहिँ उता तालघारी पुगेछ होइन दाइलाई चाहिँ दाइलाई चाहिँ थाहा छैन क्या अर्को दाइलाई चाहिँ थाहा छैन आशिष दाइको घर अहिले नयाँ बस्यो भने त धेरै पनि बसेन कति महिना भयो त यहाँ बस्यो भनेपछि अहिले कति 2 महिना भयो 2 महिना जति भयो अहिले चाहिँ दाइ के अरे उसमा भाडामा बसेको त्यही भएर अनि दाइलाई थाहा छैन नि दाइ चाहिँ उता तालघारी पुगेछ अनि त्यही भएर त्यसो भए चाहिँ कतै हिँड्नुभयो एउटा ड्युटीतिर अनि त्यसपछि अनि उहाँ चाहिँ यसो अनि दाइलाई उता उस गरेर बोलाऊ फेरि दाइ फर्केर आहा अनि दाइ आउँछ अनि ट्रेल जाने हो फेरि दाइको उस उता उता माथि हो टक्क लाएर अनि जाने हो गाडी आहा धुलो उडाउँछ त ल त्यही नै हो दाइ चाहिँ उता तालघारी पुगेर आउँदैछ सर बाइकमा आउँदैछ यस्तो धुलो आमा कस्तो धुलो आयो कस्तो धुलो आयो उताबाट रन्केर आइरह लड्ला स्याहारे माथि भनेर तैँले कस्तो घर माथि भन्यो नि अन्त त्यो त माथि हेर्नु भयो अन्त घाँसको झर्ने भनेर अन्त भने नि त तैँले मैले ताल चुकाइछ भने भनिस् त ताल गाडीबाट सजिलो छ भने बाटो अँ अनि चिन्नु आएको पनि ताल गाडी अनि यताबाट नि बाटो त छ नि कतातिर जान्छ रिसाको अरे सिधै अनि तालघारी त के अरे घाँसको झर भनिरहेको थिएँ मैले गाडीबाट जाने भने होइन बाटो सजिलो छ भनेर जाऊँ न त तालघारीबाट अब माछालाई भाकेर आइदिन्छु नि अनि तलकोले वहाँ जानु लाग्छ त मैले भनिरहेको थिएँ त मैले भनेर ताल गाडीबाट बाटो छुटो छ भनेर पछि घाँसको भन्छु देखे कतिर भन्थिस् दाइ रिसाको अवस्था यस्तो धुलो बनाइदिएर नि फोरै उठेछ कि ठेलै उठेछ बाइक चलाएर त्यत्रो बाटो धुलै धुलो आज आशिषले मासु खुवाउनु रहेछ आज हामीलाई ऊ त्यहाँ मासु काटिरहन् क अहिले टोकिदिनु नबोक धेरै हामी चाहिँ आइसक्यौँ आन्टी क्या भयो हामी चाहिँ आशिष दाइको घर आइसक्यौँ राकडा छुडा यता हामी चाहिँ यस्तो आएको हामीलाई त्यस्तो खाना पाइरह होइन खरबुजा यसलाई के भन्छ अरे वाटरमेलन वाटरमेलन दामी हो दिदीको खाने नि तपाईँले दिदीको कोसेली कति खाने हो दामी हो कस्तो भाइ यता हेरौँ न यता नि खाँदैछ तपाईँले खानु भइसक्यो खानु न दामी काटेर खाएको हामीले त मिठो थियो लवङ नुन ठिक छ अरे के खा मलाई नि खाइँदैन भाइ कस्तो होला हजुर चाहिँ खान्छ हजुर चाहिँ खाने होइन मासु नुन चाहे भयो नुन आज चाहिँ यता आशिष दाइको घरमा है आशिष दाइको घरमा
अरू के भन्ने खै आज यस्तै भयो दिनहरू। आज यता आशिष दाईको घरतिर आजको दिन यस्तै भयो होइन। टक्क लाएर आयो आशिष दाईको घर धुलो खाइ जाममा परि धुलो खाइ आइयो आशिष दाईको घरमा आएर बसिया। उता हाम्रो सिनियर सर उता मोबाइल चलाएर बस्नु भएको। ल त्यही नै हो, अब के भन्नु। ल त्यही नै हो होइन। यति भन्दै अब आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस् त, नमस्ते, जय नेपाल।